हेलो गाइस, हामी चाहिँ अहिले टक्क पारेर माइत जाँदैछु होइन। मामा चाहिँ अमेरिका जानु लाग्नु भएको छ होइन। मामा अमेरिका जानु लाग्नु भएको छ, त्यही भएर भेट्नको लागि हामी भेट्न जाँदैछु। अहिले चाहिँ फिलहाल मामालाई भेट्न जाउँ कि भनेर यसो न हामी भेट्न जाँदैछौँ। मामालाई भेटेर टक्क आउनेछौँ। अनि हाम्रो म्याडम पनि हुनुहुन्छ। अनि मेरो ऊ थियो त्यो कहाँ गरे। अनि हामी मामालाई भेटेर घर फर्किनेछौँ होइन। म्याडम ल ताल लगाउनु पऱ्यो। हाम्रो म्याडम हेलमेट चाहियो त हेलमेट ल्याऊ, चाबी खै, चाबी खै, चाबी ल्याऊ। ल गाइस, हामी चाहिँ अब मामालाई भेट्न हामी हिँड्दैछौँ है। बस पछाडि म्याडम, हामी चाहिँ अहिले जाँदैछौँ कहाँ? हाँस्नपुर। हाँस्नपुर त होइन म्याडम? हाँस्नपुर हो नि। ल हामी चाहिँ अहिले चाहिँ हामी माइत लागिरहेको अवस्था। हामी चाहिँ अहिले मामालाई भेट्न जाँदैछौँ। मामा अमेरिका जानु लाग्नु भएको छ होइन। हामी टक्क अलिक यस्तो यस्तो देखाउनु पर्छ। अनि त्यही भएर हामी आज माइत जाँदैछौँ। हामी माइत जाँदैछौँ। अनि त्यही भएर टक्क अलिअलि भ्लग बनाइहालौँ नि भनेर तपाईँहरूलाई के दृश्यहरू देखाउने छु। यो चाहिँ हाम्रो जिम्माको स्याउली बजार हो। हेर्नुहोस्, यो जिम्माको स्याउली बजारको हाइवेबाट हामी चाहिँ हिँडिसकेका छौँ। ल है, हामी हिँडिसकेका छौँ। अब चाहिँ हामी चाहिँ तिनजना छौँ है यसमा। किनभने पछि उहाँ बहिनी थिइन्, एकजना बहिनी सम्झना जाने अरे। त्यो बहिनीलाई हामी सम्झनासँग राखिजानेछौँ। त्यसपछि चाहिँ हामी टक्क हिँड्दैछौँ। समाज हिँड्दैछौँ होइन। टक्क अहिलेको दृश्य तपाईँलाई अहिले परिदिन्छौँ। गाइड खबर भन्नुहोस् तपाईँ। हाम्रो धान पनि हाम्रो खेत जोतेको हो आज। हाम्रो खेत हिजो जोत्या हो। कहिले लाग्यो? 2000 त कहाँ लाग्यो? पार्टी दिवसतिर हामी पुगिसकेका छौँ होइन। टक्क रोडको दृश्य अनि टक्क क्यामराम्यान चाहिँ अलिक मेरो वाइफ छन् होइन। त्यही भएर अलिकति पर्फेक्ट आउँदैन कि यिनलाई। कसै मोबाइलै समान्न आउँदैन यिनलाई। मोबाइल समान्न त के चलाउनै आउँदैन कि यिनलाई त। म त कायल हुन्छु कि यस्तो यस्तो पनि वाइफहरू पनि छन् कि यति सिधा यति सिधा मेरो लास्ट सिधा। अलिकति त हुन्छ त एक्सपिरियन्स छ होइन। आउँदैन कि यिनलाई। अनि अहिले घरलाई दिनमा रोगमा पुगेको अवस्था होइन। अक्कमाले लगाएर अब हामी छिटो पुग्नेछौँ। अनि हल्का सम्झनामा हल्का काट्ने सम्झनामा हल्का बस्नेछौँ। त्यसपछि हामी सम्झनाबाट बिस्तारै हो। अब बिस्तारै भन्दैछन् होइन। गाडी होइन 60-70मा छ गाडी। 60-70मा पनि बिस्तारै चलाउने। यस्तो डराउनु सक्यो गाडीमा बस्ने भनेको ज्वरो आउने घबराउनु त मिल्दैन। अब त्यो बुढी हो, बुढाबुढी छौँ, त्यो पनि ठुलै कुरा हो होइन। बुढाबुढी छौँ, बुढाबुढी एक्सिडेन्ट केही काम त नहोस् न त। गएको कृपाले केही पनि भइहाल्यो। बुढाबुढीलाई बुढा जिन्दगी भनेको मरुन्जेलसम्म बुढाबुढी चाहिने हो होइन। त्यही भएर पनि स्लो चलाऊ भन्छन् कि देखाउ त यो दृश्य टक्क सम्झना हो। यो सब टक्क बिस्तारै होइन। यो चाहिँ सम्झना बजार हो। यिनलाई कहाँ राख्ने हो? कहाँनिर? यिनलाई चाहिँ हामी यहाँनिर रोक्न लाग्छौँ होइन।
ल एउटा बहिनीलाई चाहिँ हामी टक्क यहाँ सम्झनामा झारेर हामी चाहिँ अब यता मोटिएका छौँ। लालपुर लालपुर भन्छ कि पार्वतीपुर भन्छ, हामी होइन यता गइरहेछौँ। यो हाम्रो माइत जाने बाटो चाहिँ होइन, यो रोड चाहिँ हाम्रो हाँस्नपुर स्कुल जान्छ होइन। यहाँनिर एउटा हाम्रो दाइको होटल छ होइन, त्यसपछि हामी चाहिँ टक्क यता जान्छौँ। यो हाम्रो के अरे एउटा मानबहादुर भाइ, त्यसपछि कान्ति भाइ, त्यसपछि माइलोको घरतिर जाने बाटो हो क्या यो चाहिँ माइलोको घरतिर जाने बाटो हो। अनि माइलालाई पनि देखाउन चाहन्छु, माइलाको घरतिर जाने बाटो दृश्य। माइलो छ 5-6 माइलो सब्सक्राइब गऱ्यो है माइला। अङ्कितको मगरको घरतिर जाने बाटो हिँड्दैछौँ हामी। भीमबहादुर पुन मगरको पनि घर यतै छ होइन। हामी त्यही बाटो अहिले हिँड्दैछौँ, त्यतै छ हाम्रो ससुराली पनि। त्यही भएर हामी टक्क यो सबै मेरो आफन्तको घरहरू होइन, सबै यो आफन्तहरूको घर छन्। हाम्रो यहाँबाट यो त्यो हाम्रो अङ्कितको घर हो, यो हाम्रो मानबहादुरको घर हो। त्यसपछि हामी माइत पुगिसकेका छौँ। हामी चाहिँ टक्क त्यसमा त त्यस्तै हामी चाहिँ अब पुगिसकेका छौँ। त्यही भएर हामी टक्क माइत जानेछौँ होइन। अब अहिले त रोकिसक्नु भयो होला, अमेरिका जानु लाग्नु भएको थियो नामा, हामी भेट्न जानु लाग्छौँ। त्यही भएर हामी अलिकति ढिला भयो क्या। त्यही भएर त्यही हो नि, हामी अब पुगिसकेका छौँ। यो घर यो दुइटा घर हो होइन। ल गाइज हामी चाहिँ अहिले टक्क पुगिसकेका छौँ।